ल साथीहरु नमस्कार हामी अहिले बेसी सहरबाट अब घले गाउँतिर अहिले हामी जान लाग्यो। अब यहाँ हेर्न सक्नुहुन्छ सबैजना आफ्नो सिटमा एकदम कम्फर्टेबल सिट पाएर साथीहरुले बसेर एकदम रमणीय अवस्थामा खाइ यो सरले कहिले समोसा खाएर सिधाएर उहाँको पेट चाहिँ एकदम भरेन। अहिले फेरि अब त्यो बदाम खाएर चाहिँ टाइम पास गर्ने अनि शहरको वातावरण हेरेर उहाँले एकदम रमाइलो लाग्यो। त्यही भएर चाहिँ भन्नुभएको होइन, दुईटा समोसा होइन 4वटा समोसा थप्नुभयो, खानुभयो, राम्रो लाग्यो। ल साथीहरु यहाँ हेर्न सक्नुहुन्छ हामी यो घले गाउँमा जाने क्रममा चाहिँ अहिले बाटो ब्लक भइसकेको छ यहाँ। अनि हामी चाहिँ अहिले उभिरहेको छु, लगभग आधी घण्टा भन्दा बढी भइसकेको छ। आजको यो लोकल भाले चाहिँ खाने प्रोग्राम बनाएका छन् हाम्रो साथीहरु। यसमा म पनि छु। ल हेर्नु हाम्रो मेघरा सरले चाहिँ त्यो भालेको टुप्पोलाई चाहिँ दाँतले अहिले नै खाने विचार गरेर बुढोले त पदम सर र हाम्रो भूषा सर हाम्रो सबैजना यसमा एकदमै अर्गानिक लोकल भाले, अर्गानिक भाले हो। यो यसको रातो शिर छ। अर्गानिक हो कि अर्कै हो? ल हाम्रो वकिलजीले यहाँ भाले लोकल भाले। गुड मर्निङ टु माई डियर फ्रेन्ड्स, नाउ वेलकम टु माई उखिल यादव ब्लग। साथीहरु आज म लमजुङ जिल्लाको क्वालो सथर गाउँपालिकामा अवस्थित घले गाउँमा आएको छु र यो घले गाउँको एकदम सूर्यको किरण आउने बित्तिकै मनास्नु हिमालको टुप्पोमा हेर्न सक्नुहुन्छ। त्यहाँ हिउँ कति रहेको छ, त्यहाँ हिउँ मनास्नु हिमाल हो। मनास्नु हिमाललाई किलिङ माउन्टेन नामले चिनिन्छ। यो सबै मनास्नु हिमाल हो, हेर्न सक्नुहुन्छ। यो गणेश हिमाल हेर्न सक्नुहुन्छ साथीहरु, गणेश हिमाल हो। यहाँ सनराइज भएको सिन। यो सबै घले गाउँको सिन हेर्न सक्नुहुन्छ। यहाँ शीत तुषारो पुरै जमेर यहाँ हेर्न सक्नुहुन्छ, पुरै जमिसकेको छ। यो पुरै सेतो जुन सबै जमेको हो नै यो हेर्न सक्नुहुन्छ। हामी 2100 मिटर माथि चाहिँ समुद्री सतहदेखि माथि चाहिँ हामी यहाँ एकदम गणेश हिमाल, यो घले गाउँ। यो यहाँको स्कुल, उता सनराइज भएको भ्यू टावर जान लागे। यो घले गाउँको भ्यू टावरमा माथि हेर्न सक्नुहुन्छ। यो पुरै गाउँ घले गाउँ स्मार्ट भिलेजले पनि चिनिन्छ। एसियाको मोडेल भिलेज हो, पर्यटकीय स्थल। चारैतिर हिमालले घेरिएको, बीचमा चाहिँ घले गाउँ। हेर्न सक्नुहुन्छ यहाँ घले गाउँ।
यो बस पार्क, यो घले गाउँ हो। मर्निङको हाम्रो टी ब्रेक हो, हेर्न सक्नुहुन्छ। अहिले टी टाइम। हामी सबै साथीहरू मिलेर अनि मेघरा सरले एकदम टी उठाउँदै चिया पान गर्ने क्रममा बिहानको खाजा साथीहरू एकदम चियाको साथमा चुस्की लिँदै र यहाँ हेर्न सक्नुहुन्छ एउटा अन्डा, कोदोको सेल, अनि त्यसपछि यहीँकै चिया बगानको हो। यो चिया चाहिँ खास गरेर अरू यहीँको चिया बगानको चाहिँ चिया रहेछ। यो नास्ता एक गिलास मात्र चाहियो थियो। ब्रेकफास्ट हो साथीहरू। अब यो खाना खाएर हामी चाहिँ अगाडि अब जानेछौँ। अहिले नास्ता हामी गरिरहेछौँ। अहिले यो तातो पानीको लागि अहिले गुरुङ जातिको पोसाक दिदीबाट चाहिँ उहाँ पहनाउँदै घले गाउँमा गुरुङ जाति नै बढी बसोबास गर्छ। अब हामी यहाँबाट घले गाउँबाट हामी निस्कन्छौँ। अब प्रस्थान गर्न लागे। अब यो स्कर्पियोमा हेर्न सक्नुहुन्छ। गाडीबाट नै अब यो हिमाललाई मनास्नु हिमाललाई हामी हेराउँदैछौँ, हेर्न सक्नुहुन्छ। ल साथीहरू, अब हामी बेसी सहरमा आइसकेपछि अहिले खाना खाँदै, राम्रो खाना हो, मिठो खाना हो। ल साथीहरू, अब हामी बेसी सहरबाट डुम्रे तरफ आफ्नो ठाउँतर्फ लाग्यो।